पङजी बोल्नुहुन्छ यहाँ अप्ठ्यारो उहाँ फेरि यस्तो लुगामा आउनुभएको छ म कोर्टमा आउँछु गाली खान्छ होला भनेर अघि पनि भने मैले म आएँ मेरो बानी उहिलेदेखि कोर्टमा देख्नु आएन गाडीदेखि ओर्लिनु भयो खुकुरी लाउनु भएको छ यस्तो भयो गाली मैले खाने हो मान्छे बुझ्दैनन् के उहाँ काम हुनुहुन्थ्यो आउनुभयो म पनि आफ्नो काममा थिएँ म आएँ मलाई किन गाली गर्नु उहाँ त्यसै राम्रो मान्छे होइन तर उहाँलाई राम्रो बनाउन हामीले गाली गरिराख्नु पर्दैन के मैले भन्न खोजेँ उहाँको राम्रो कुरालाई हामीले समर्थन गर्नुपर्छ गरेकै छ होइन तर उहाँलाई राम्रो देखाउने भए जतिको छ भूत बनाइदिएर हैरान छ हेर्नुहोस् राक्षस भूत विकास विरोधी जस्तो त्यो चाहिँ हुनु हुँदैन उहाँका समर्थक शुभचिन्तकहरूलाई म के आग्रह गर्न चाहन्छु भने उहाँका सकारात्मक कुराहरूलाई समर्थन गरौँ साथ दिउँ सहयोग गरौँ र उहाँलाई दिने सुझावहरू दिउँ न हामीले पनि मान्छे कोही भगवान हुँदैन के केही न केही सीमा र कमजोरी छ नि त नगर पङजीको केही सीमा र कमजोरी छ सीमा र कमजोरी नभइदिए हुन्थ्यो भन्ने कामना गरौँ र त्यसो नगर्नु भनेर म सुझाव दिने हो तर राम्रो कुरा भने मेयर साहब जिन्दाबाद भन्ने हो नि त हामीले श्रम अभियान चलाउनु हो जिन्दाबाद भन्यौँ रुख बोकेर गएको अस्ति अनुगमन गर्न गएको मलाई गाली गर्दै थिए हेर 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 सुटेड बुटेड को थिए अनुगमन गर्दैछ भने म गएर अनुगमन गरेन बिल भाषै हुँदैन त अब मैले रिस उठेर त्यो चाहिँ उहाँको गाली सुनेर नजानुपर्ने हो नि त होइन जानु पर्ने जिम्मा छ संविधानले दिएको जिम्मा छ हैरान छ त्यसले गर्दाखेरि राम्रा कुराहरूलाई समर्थन गरौँ अग्रजहरूलाई सम्मान गरौँ पोसाकको पनि कुरा यहाँ निकै उठ्यो है म चाहिँ बिहानै गएको थिएँ माथि चाहिँ त्यो हाम्रो फायर लाइन बनाउनको लागि अब यता आज कार्यपालिका बैठक छ युजली म दिनको 2 बजी जान्छु 1 बजीसम्ममा सेवाग्राहीको सबै काम सकेर 2 बजी म फायर लाइन बनाउनु गइहाल्नुपर्छ पोकाको पानी त्यो पाइप चाहिँ करोडौँ रुपियाँको तपाईँको चाहिँ जनताले किनिदिएको हामीले लगानी गरेको छ त्यो डढेलोले के अरे नष्ट नबनाओस् खरानी नहोस् भनेर दैनिक जाने गर्छु तर आज कार्यपालिका बैठक भएको कारणले बिहान म चाहिँ नि होइन फायर लाइन बनाएर आएँ आउँदै गर्दाखेरि चाहिँ नि अब यतिकै घरभित्र छिर्ने समय नभएर म लास्टमा पनि आइपुगेको हो नि त त्यसले गर्दाखेरि त्यो छ त्यसमा मैले यस्तो लाएँ उमेरले यस्तो लाउनु हो भनेर गाली गर्नु नगर्नु है म चाहिँ श्रमदाताको तपाईँको गेटअपमा छु श्रमदानबाट आएको कारणले र सबैजना यहाँ उपस्थितहरूलाई पनि अब श्रमदानमा आउनका लागि अनुरोध गर्न चाहन्छु।